बिहानीको झुल्के घामले सबैको जीवनमा एउटा नौलो ऊर्जा र नौलो प्रकाश लिएर आएको हुन्छ। कालो रातलाई चिर्दै नव उमङ्ग र प्रकाशले भरिएको बिहानीमा सबैलाई रमाउन राम्रो लाग्छ। तर बिरपाडा अप्पर बिरबिटी निवासी दुर्गा बहादुर प्रधानको जीवन भने त्यस्तो छैन। विगत 3 वर्षदेखि दृष्टिहीन भएका दुर्गा बहादुर प्रधानको जीवन कुनै सङ्घर्षभन्दा कमी छैन। जन्मदै आँखा नदेख्नेले त परिस्थिति अनुसार स्वयंलाई कसरी ढाल्नुपर्छ त्यो सिकिसकेका हुन्छन्। तर आँखा देख्दा देख्दै झ्याप्प बन्द हुँदा त साँच्चै नै जीवन धेरै सङ्घर्षमय बन्दछ। र दुर्गा बहादुर प्रधानको आँखा मात्र बन्द भएन, उनको आयको स्रोत पनि सबै बन्द भइसकेको छ। दुर्गा बहादुर प्रधानले एउटा छोरा, एउटा छोरी र श्रीमतीको राम्रोसँग भरण पोषण गरिरहेका थिए। तर जब उनी दृष्टिहीन भए तब उनको सबै आयका स्रोतहरू बन्द भयो र आफ्नो घर पनि नभएको कारणले गर्दाखेरि अहिले दुर्गा बहादुर प्रधान एउटा किरायको घरमा बस्न बाध्य भएका छन् र आफ्नो परिवारलाई दुःख सुख गुजारा गरिरहेका छन्। र यो परिस्थिति देख्दा साँच्चै नै भक्कानो फुटेर आउँछ। भक्कानो फुटेर आउँछ, केही भन्नु पनि सक्दिनँ। दुःख मैले सहेको छु दादा। मान्छेको छेउमा पनि हाँसेर बोलिरहेको छु, भित्री मन त कति रोएर जलिरहेछ। आफ्नै घरको बुढा यस्तो भएपछि कति दुःख हुन्छ। आफ्नो मान्छेले पनि सबैले साथ छोड्दै गए, कोही आउँदैनन् कि कस्तो खाँदैछस्, के गर्दैछस् भनेर घरमा सोध्नु पनि आउँदैन। कस्तो लाग्छ, दुःख पर्दा मात्रै थाहा हुँदो रहेछ। दुर्गा बहादुरकी श्रीमती पनि विगत केही महिनादेखि अल्सर बिमारीले पीडित भएर काम गर्न नसक्ने अवस्था भएकोले घरको अवस्था अझ जर्जर भएको छ। छोराछोरीलाई 2 छाक खुवाउनसम्म पनि निकै साह्रो पर्दै गइरहेको अवस्था छ। त्यसैले म यो भिडियो मार्फतबाट हजुरहरू सबैलाई अनुरोध गर्न चाहन्छु, मानवता देखाउँदै, उदार हृदय देखाउँदै सक्दो तल दिएको एकाउन्ट नम्बर वा QR कोडमा सहायता गर्नुहोला। तपाईँको एउटा सहायताले यो परिवारलाई एउटा घर बनाएर बस्न सक्ने आर्थिक सहायता मिल्नेछ भन्ने मैले आशा राखेको छु। नमस्कार, म दुर्गा बहादुर प्रधान, बिरपाडा अप्पर बिरबिटीदेखि। सर, डाक्टर देखाउँदाखेरि मैले फर्स्टमा नेपाल गएँ इलाज गर्नु, नेपाल बिर्तामोड। उहाँ धेरै जाँचहरू गऱ्यौँ, आँखाको टेस्टहरू गऱ्यौँ, तर उहाँबाट हुँदैन भनेर उत्तर दिनुभयो डाक्टरले। अलिक महिना बादमा हामी उता तमिलनाडु गयौँ, मदुराई। उहाँनिर पनि धेरै टेस्टहरू गऱ्यौँ, दबाईहरू पनि दिनुभयो डाक्टरले होइन। अनि त्यस्तै 6-7 महिना बादमा जाँदाखेरि चाहिँ डाक्टरले फेरि टेस्ट गर्दाखेरि चाहिँ यसको अब इलाज छैन भनेर भन्नुभयो, जवाब दिनुभयो डाक्टरले। श्रीमती अहिले घरमै छन्, उसलाई पनि बिमारले छुएर ऊ पनि अल्सरको पेसेन्ट भएको छ। अहिले उसलाई दबाई खुवाउने खर्च पनि छैन सर। नानी 2 जना छ, 1 जना छोरी छन्, 11 वर्ष पुग्यो आज हिजोको दिनमा। छोरा छ 5 सालको, अनि सानो नानी छ। अनि हाम्रो जरुरत चाहिँ घरको एउटा कतैबाट हजुरको सहयोगहरूबाट अब घरको जरुरत चाहिँ छ हामीलाई। यो चाहिँ मेरो ह्यान्डिक्याप सर्टिफिकेट हो। यो मेरो बनेको आजको दिनमा कुदाकुदी गर्दाखेरि 6-7 महिना भयो, तर मैले पाउनुपर्ने अहिले ह्यान्डिक्याप र सरकारबाट पाउनुपर्ने रकमहरू पनि अहिलेसम्म पाएको छुइनँ। यो मेरो छोरा हो। अहिले मैले मेरो छोरालाई पनि पढाउनु सकेको छुइनँ र हजुरहरूलाई बिन्ती गर्दछु, जति सक्नुहुन्छ सहयोग गर्नुहोस्। मलाई घरको एकदमै खाँचो छ। मैले अहिले हजुर संसार देख्नु सकेको छुइनँ, तर पनि मैले एउटा घर पाएँ भने चाहिँ मैले छोराछोरीलाई आफ्नो घरमा राख्नु सक्थेँ होला हजुरहरूको सहयोगले गर्दाखेरि।